इटारा बजार व्यवस्थापन समितिको आजभोलि सक्रियता बढ्न थालेको छ। इटाराका सक्रिय युवाहरूको सहभागिता रहेको इटारा बजार व्यवस्थापन समितिले हालै इटारा बजारको 2 स्थानमा जेब्रा क्रसिङ निर्माण र विविध मर्मत कार्य सम्पन्न गरेर सक्रियता बढाएको हो। बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले इटारा बजारको मुखैमा जोडिएको पिच सडकमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको छ। हरेक आइतबार र बुधबार लाग्ने इटारा बजारमा मानिसहरूको चलपल बढी हुने र सडकमा द्रुत गतिमा चल्ने सवारी साधनलाई नियन्त्रण गरी भवितव्य हुने दुर्घटनाको जोखिमलाई कम गर्न 2 स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको इटारा बजार व्यवस्थापन समितिका अध्यक्ष उर्गेन तामाङले बताउनुभयो। साथै समितिको सक्रियतामा इटारा बजारमा निर्माण गरिएका टहरामा गत वर्षको हावाहुरीले क्षति पुर्याएका फेन, बिजुली बत्ती, पाइपको मर्मत र टहराको रङरोगन गर्ने कार्य सम्पन्न गरिएको छ। इटारा बजार व्यवस्थापन समितिको कोषबाट करिब 60,000 को लागतमा सम्पूर्ण कार्य सम्पन्न गरिएको समितिले जनाएको छ। उगेन तामाङ हो। म चाहिँ अब इटारा बजार व्यवस्थापन समितिको अध्यक्ष पनि हो। यहाँ हाम्रो सदस्यज्यू हुनुहुन्छ, हाम्रो दाइ पनि मनोहर दाइ पनि आउनुभएको छ। बस्नु न। इटारा कृषि सहकारीको अध्यक्ष हुनुहुन्छ। एउटा हाम्रो बजारलाई पनि उहाँले धेरै ठुलो सहयोग सल्लाह सुझाव दिनुहुन्छ होइन। त्यसै गरी यहाँको पब्लिकहरूले पनि धेरै सल्लाह सुझाव दिनुहुन्छ। यो चाहिँ के कसले गरेको भन्दाखेरि यो इटारा बजार व्यवस्थापन समितिले गरेको, किनभने यहाँ दुर्घटनालाई थोरै न्यूनीकरण गर्न जेब्रा क्रसिङ बनाएर पब्लिकलाई आवजात गर्नको लागि सुविधा होस् भनेर चाहिँ हामीले यो सुरुवात गरेका छौँ। खासमा यो रोड ब्यागले गर्ने काम हो। तर रोड ब्यागको मुख ताक्दाखेरि ताक्दै बुढो भइसक्यो अनि आफ्नै पहलमा बजारकै पहलमा यो कार्य लगानी कति लगानी के छ अब यो चाहिँ कति लगानी हुन्छ अन्दाज अब गरिएको छैन। अब अहिले मेटल ल्याउने काम भइरहेछ, अझै कति पुग्दैन होइन। थप अब यता कामहरू भइरहेछ। अब लगानी कति लाग्छ मुख्य रूपमा हामी पछि तपाईँलाई भन्नुला। यो बजार व्यवस्थापन समितिको चाहिँ खर्चमा होइन? खर्चमा। यो पहिला पनि बनाउनु भएको थियो होइन? पहिला बनाएको थियौँ। कहाँ बनाउनु भएको थियो? पहिला यहीँ बनाएको थियौँ। अब पहिला चाहिँ यो ठाउँमा चाहिँ बनाएको थियौँ। अब 2 ठाउँ बनाउँछु, एउटा यहाँ बनाउँदैछु। अब नेक्स्ट उता बनाउँछु। दोस्रो कति ठाउँ बनाउने? 2 ठाउँ बनाउँछ यसको लागि। 2 ठाउँ। माथिल्लो भनेको कहाँनिर? माथिल्लो होइन, तल्लोपट्टि चाहिँ। यता तल्लोपट्टि कहाँ? तल्लोपट्टि धाटा जाने बाटोदेखि थोरै उत्तरको साइडमा, धाटा चौकदेखि उता साइडमा बनाउँछु। यो पहिला गरेको चाहिँ मेटिएर गएको हो? मेटेर गएको छ अनि यसलाई रिपेयरिङ हुँदैछ। रिपेयरिङ हुँदैछ। अब नयाँ त्यहाँ हामी बनाउँदैछौँ। यो दुर्घटना न्यूनीकरण गर्नको लागि होइन? हजुर। अब यो बजार हो, बजार एरिया हो, यहाँ चाहिँ अब स्पिड होइन, स्पिड हुन्छ, त्यो दुर्घटनाको जोखिम हुन्छ। त्यो कारणले गर्दा बजार समितिको अगुवाईमा यो काम भइरहेको छ। र यो बनाए पनि होइन, यो बनाए पनि धेरै जसो मान्छेले नियम पालना गरेको देखिँदैन। यो अब मान्छेलाई कसरी चेतना जगाउने त? यो चेतना चाहिँ मानवमा आफै जागिने कुरा हो होइन। जेब्रा क्रसिङ भनेको के हो भन्ने कुराहरू बुझ्नुपर्ने हो। तर पनि बुझी पनि कोही साथीहरू बुझ पचाउने प्रवृत्ति भइरहेछ। ती साथीहरूलाई चाहिँ भन्छ कि त्यसरी नगरिदिनु होला, यो तपाईँहरूको सम्पत्ति हो, यो ठाउँ भनेको तपाईँहरूकै, यो हाम्रै हो। त्यसले गर्दाखेरि यो तपाईँहरूकै लगानीबाट बनेको हो भन्न चाहन्छु म चाहिँ होइन। बजारको सम्पत्ति भए पनि, बजारमा आउने जति पनि सम्पत्ति भएको तपाईँहरूको सम्पत्ति, तपाईँकै लगानी हो। यो लगानीलाई खेर नजानु, नभत्काउँ र यसको नियम पालन गर्नु भन्ने चाहिँ म सन्देश दिन्छु उहाँहरूलाई पनि। र अझै पनि हामी अब यहाँ के गर्छौँ भने तपाईँले न्यूनीकरण गर्नको लागि हामी नो पार्किङको बोर्ड पनि राख्दैछौँ। नो पार्किङको बोर्ड पनि राख्दैछौँ बजार एरियाभित्र। र त्यसको साथमा गति सीमित र भन्ने एउटा बोर्ड पनि राख्दैछौँ। यसको पछाडि पहल गर्दैछौँ हामी। भनेपछि त खर्च त निकै देखिने भयो त? खर्च निकै लाग्ने छ। कति अन्दाज कति लाग्छ जस्तो? लाग्छ अब 50-60 हजारको बोर्ड नै ठुल्ठुलो बोर्ड 50-60 हजारको योजना बनाउनु भएको छ। जस्तो तपाईँहरू यो जेब्रा क्रसिङ बनाइरहनु भएको छ होइन? तर यो जेब्रा क्रसिङबाट हिँड्नुपर्छ, यहाँ स्पिड कम गर्नुपर्छ भनेर तपाईँहरूले
प्रशिक्षणको केही मान्छेलाई चेतना जनचेतना दिने त्यस्तो कार्यक्रमहरू चाहिँ गर्नु भएको छैन? अहिलेसम्म गरेको छैन, मौखिक रूपमा भनिरहेको छौँ। त्यो जनचेतना कार्यक्रम पनि गर्ने हाम्रो लक्ष्य छ। अबको योजनामा चाहिँ तपाईँहरूले त्यो पनि राख्नुहुन्छ। यो सँगसँगै यहाँ मैले के सुने भने बजारमा मर्मत गर्दै हुनुहुन्छ, यो अलिकति बताइदिनु। हामीले रङ रोक्न काम भइरहेको छ यो पिलरहरूतिर, किनभने अब फलामको पिलरहरू छ, यो खिएर जाने सम्भावना छ। त्यसले गर्दाखेरि रङ रोक्न काम गर्छ। अहिले यो सेतो कोट लाग्छ लगाउँदैछौँ हामीले, त्यसमा अब बिचबिचमा पहेँलो कोट लाग्छ, त्यो छ। अनि यो हामी अर्को यो वेलकम इटारा भन्ने एउटा हाम्रो पाना आकारको चाहिँ अब एउटा सेल्फी खिच्ने एउटा छ, त्यो पनि हामी अब अस्ति हावापानीले गर्दाखेरि दुर्घटना भएको छ, त्यसलाई छुटफुट भएको छ, त्यसलाई पनि मर्मत गरेर फेरि कोट लगाउने काम भइरहेको हुने काम हुन्छ। यसैभित्र यही पछाडि साथीहरू हामीसँग इटारा बजार व्यवस्थापन समितिका अध्यक्ष उगेन तामाङ हुनुहुन्छ र यो अहिले यो इटारा बजार पहिला कस्तो थियो भने यहाँनिर व्यापार गर्न पनि पानी होइन, अलिकति के स्मरण गराइदिन सक्नुहुन्थ्यो पहिला कस्तो थियो अहिले कस्तो भयो भन्ने कुरा अलिकति के मौखिक रूपमा कस्तो परिवर्तन भयो? मौखिक रूपमा भन्दाखेरि चाहिँ कस्तो छ भने पहिले चाहिँ यो देख्नै नसक्ने अथवा यो एउटा पोखरी जस्तो थियो, जङ्गल पोखरी जस्तो थियो, यहाँ मान्छे हिँड्नलाई पनि समस्या पर्थ्यो, जुत्ता चप्पल लगाएर हिँड्नलाई पनि समस्या पर्थ्यो। अहिले त्योबाट यो स्थितिमा आएको छ। अहिले हामीले कमसेकम जुत्ता चप्पल लगाएर हिँड्न सक्छौँ, राम्रो तरिकाले बस्न सक्छौँ। हामीले यहाँ अब अनुदान दिने साथीहरूले पनि यहाँ हाम्रो एउटा कुर्सीहरू पनि ल्याएर राख्नुभएको छ उहाँको बितेर जानेको नाममा होइन, यहाँ आएर चाहिँ बस्छन्, यहाँ सेल्फी खिच्छन्, धेरै राम्रो भएको छ पहिलेभन्दा, धेरै राम्रो भएको छ। अनि यो चाहिँ होइन बजार अहिले निकै मुहार फेरिएको छ होइन, अहिले सबैभन्दा राम्रो भएको छ। यो लागत यो बनाउन पैसा चाहिँ कति आएको भन्ने कुरा पहिला केन्द्रबाट कि कुन बजेटबाट? केन्द्रबाट चाहिँ 1 करोड 15 लाख हो। यसमा चाहिँ सुजितको पहलबाट आएको हो। यो सुजित जसपाल भाइलाई पनि म धन्यवाद दिन चाहन्छु। नगरपालिकाका स्वकीय सचिव प्रमुखको सुजित भाइ जसपाल भाइलाई पनि धन्यवाद दिन्छु। कुन केन्द्रबाट आएको हो? केन्द्रबाट आएको, सहरी विकास मन्त्रालयबाट। सहरी विकास मन्त्रालयबाट 1 करोड 15 लाखले चाहिँ होइन आयो। त्यस पछाडि प्रदेशबाट चाहिँ 10 लाख, यो चाहिँ गणेश उप्रेती माननीय गणेश उप्रेतीजीले दिनुभएको हो। के को लागि दिनुभएको? भवनको लागि? भवनको लागि नै यो इन्टरलक मार्बल इन्टरलक ब्लक, यो इन्टरलक ब्लक बनाउनको लागि 10 लाख रुपियाँ दिनुभएको थियो र गर्दा जम्मा 1 करोड 25 लाखको काम हो यो। 1 करोड 25 लाखले यतिको मुहार फेरि हो। अबको योजना के छ? केही छ? अबको योजना तत्कालै योजना पऱ्यो भने अब यो साइडमा एउटा टहर, यो साइडमा एउटा टहर, 2टा टहर भन्ने कुरा छ। जम्मा बिहारमै 4 टहरको अवधारणा हो। 4 टहरमा 2टा टहर बनिसक्यो, अब 2टा टहर बन्नु छ। अनि त्यस पछाडि 2टा टहर बनाइसकेपछि चाहिँ अनि त्यस पछाडि हामीले ड्रेनको अवधारणा ल्याएको छौँ अनि रिङ रोडको अवधारणा ल्याएको छौँ बजेट पऱ्यो भने। अब स्थानीय नगरपालिका होइन, केन्द्र सहरी विकासबाट आयो पैसा, तर यही बजारबाट पनि वर्षेनी ठेक्का लाग्छ होइन। यसपालि सबैभन्दा महँगोमा लागेको कुरा यहाँ जानकारी मलाई प्राप्त भएको छ र बजार व्यवस्थापनले जुन पैसा ठेक्का लाउँछ त्यो पैसा चाहिँ केमा खर्च गर्नुहुन्छ? त्यो पैसा अहिले देख्नुभयो नि, यो रङको कुराहरू, जेपा कस्मेको कुराहरू, यो वेलकम टु इटारा ल्याएको पाना आकारको यो मर्मतको कुराहरू भयो। अनि यहाँ ठाउँ यो अब साइडमा चाहिँ अब अहिले यो इन्टरलक ब्लक छैन, त्यहाँ खाल्टा हुन्छ, व्यापारीलाई बस्नु असुविधा हुन्छ, त्यस ठाउँमा ल्याएर ग्राभेललाई ओछ्याइदिने कामहरू भइरहेको छ। अस्ति 50-60 हजारको काम गरिसक्यौँ, अब फेरि 50-60 हजारको काम हुँदैछ। यहाँनिर एउटा समस्या छ, यो जुन पानीको निकास छ नि, अब सबैले यहाँ स्थानीय व्यक्तिहरूले चाहिँ होइन, व्यापारी अथवा घडेरी हुनेहरूले चाहिँ यो पैनीलाई बन्द गरिएको छ होइन पुरेर। के छ यस्तो यो निकासको बारेमा केही सोच्नु भएको छ? यो विषयमा हामीले नगरपालिकासँग कुरा गरिसकेका छौँ होइन, तर हामीले निवेदन दिएका छैनौँ, मेन्टेन गरेर निवेदन दिएका छैनौँ। यो अहिले हामीले यही कुरा त ड्रेनको कुराहरू आइरहेछ, यो ड्रेन बनाउने कुराहरू आइरहेछ, तर यसलाई तत्कालै ड्रेन नबनाऊ, यसको निकास छैन भनिरहेको छ यहाँका पब्लिकहरूले। त्यो पब्लिकहरूको पनि हामीले चाहना अनुरूपै काम गर्नुपर्छ।
किनभने विकास भनेको पब्लिकको सो इच्छाले विकास गर्ने हो क्या। पब्लिकको विपरीत इच्छाले विकास भयो भने त्यो विकास हुँदैन। त्यसले गर्दाखेरि हामीले पब्लिकको समन्वय गरेर विकास गर्दैछौँ हामी। त्यसले गर्दाखेरि यहाँको पब्लिकले हामीलाई ठुलो सहयोग गरिराख्नु भएको छ र हामी यो निकासाको लागि पनि सोच बनाउँदैछौँ। जस्तो ड्रेनको निकासाको लागि, यो पानीको निकासाको लागि सोच बनाउँछौँ। यो आगामी दिनमा यसको लागि हामी पहल गर्नेछौँ। समितिको अध्यक्षको हैसियतले सँगैमा इटारा होइन, इटारा भन्दा डाम्रा बिटाले डबल विकास गरेको छ होइन। यो हाम्रो इटारा बजार चाहिँ तपाईँलाई कस्तो लाग्छ, के लाग्छ होइन? विकासमा पछाडि पर्नुको कारण के हो यो तपाईँको विचार है? मेरो विचारमा कस्तो छ भने हुन त कसैलाई पनि तेजमा परोस् होइन। यो मानिसमा के हुन्छ भने नि आफै कमाउँ आफै मात्रै ठुलाउँ भन्ने भावना त्यागेर समाज सेवामा लाग्नु पर्दो रहेछ। व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक स्वार्थमा लाग्नु पर्दो रहेछ। त्यो भावना उत्पन्न भयो भने मात्रै त्यो ठाउँको विकास हुँदो रहेछ क्या। नभए योभन्दा अगाडि तपाईँले देखिसक्नु भएको छ बजार कस्तो थियो, अहिले कस्तो भएको छ। र योभन्दा अगाडि क्या अग्रज दाइहरूले त्यो किन सोच्नु भएन? त्यो चाहिँ म अग्रज दाइहरूको थाप्लोमा यो कुरा राख्छु। किन म यसको बारेमा म भन्नु चाहन्न, किन म भोलि म नराम्रो चाहन्न। किनभने तर पनि के छ भने अघि भने नि मैले फेरि दोहोऱ्याउँछु, आफ्नो व्यक्तिगत स्वार्थको लागि लाग्ने होइन क्या। सामूहिक स्वार्थको लागि लाग्ने हो भने अटोमेटिक यो ठाउँ विकास गर्न सकिन्छ। सबैले सहयोग गऱ्यो भने परिवर्तन हुन्छ, परिवर्तन हुँदो रहेछ भन्ने कुरा अहिले देखियो नि त। त्यो सोच चाहिँ हुनुपर्दो रहेछ क्या त्यो व्यक्तिमा। तर व्यक्तिमा चाहिँ निस्वार्थ भावले लागि पऱ्यो भने विकास हुन्छ। म अगाडिको कुरा कोट्याउँदिनँ किन विकास भएन इटारा, किन विकास भन्ने कुराहरू होइन। र दामरा बिटा किन विकास भयो भन्ने कुरा, दामरा बिटाको पब्लिकहरू एकदम राम्रो भन्छ। अब अहिले पछिल्ला समितिहरू चाहिँ अलिकति निष्क्रिय रहेको होइन, अहिलेको समिति चाहिँ एकदम सक्रिय रहेको भन्ने कुरा मैले बुझेको छु। तपाईँहरू खर्दै हुनुहुन्छ, सक्रिय रहनु भएको छ होइन। तपाईँहरूलाई अब यो अहिले यो यतिसम्म विकास भइरहेको छ होइन। अब आउँदा दिनमा तपाईँहरूको ठुलो ठुलो केही योजनाहरू छ यो बजारलाई कहाँसम्म पुर्याउनु, के गर्ने? यो योजना भनेको सबभन्दा पहिले डिपिआर मार्फतै हामीले चल्नुपर्छ होइन। डिपिआरमा हामीले अझै धेरैवटा काम गर्नु छ। अब माथि केन्द्रबाट बजेट आयो भने चाहिँ हामीले डिपिआर मार्फतै काम गर्दै जानेछौँ। र जस्तै अहिले हाम्रो उपाध्यक्ष सचिव पनि आउनुभयो बजार समितिको, र उपाध्यक्ष गरेर हामी एकदम अहिले तपाईँले भन्नु नि पत्रकार महोदयले यो समिति एकदम एक्टिभ छ क्या। यो देशलाई, यो ठाउँलाई, यो गाउँलाई कसरी विकास गर्नुपर्छ भन्ने सोच र भावना भएका समिति आएका छन्। यसमा मलाई पनि एकदम गर्व छ। सबैजना एक्टिभ देखिएको छ होइन। सबैजना साथीलाई म धन्यवाद दिन चाहन्छु। यसै तपाईँकै उपाध्यक्षज्यू केही भन्न चाहनुहुन्छ? के भन्नु छ र, के सक्ने गरिरहेकै छौँ हामी, राम्रै काम गरिरहेको छौँ। मेटे कुमार बाँसतला भन्छन् है। अब यस्तै छ। तपाईँ यो बजारको के हो? यो बजारको उपाध्यक्ष। हजुर, यो बजेटको कमी छ, यहाँ ढल बनाउनु छ, अझै काम धेरै बाँकी छन्। अब अरूले हेर्दा बनिसक्यो भन्छन्, अब हामी कोसिस गर्दैछौँ। होइन अब पहल गर्नु भएको छैन? पहल गरेको छ, नेताजी गरेर भनिँदैछ। अब तपाईँहरूको कार्यकाल कति दिन छ? अब हाम्रो छैन होला, 1 वर्षभन्दा अलिक बढी होला, त्यस्तै हो। 1 वर्षभित्रमा यो ढल निकास होइन, यो अघि भन्नुभयो नि हुन्छ त होइन। हामी कोसिस गर्दैछौँ। अब के हाम्रो हातमा छैन सबै कुरा, हामीले कोसिस गर्ने हो सक्नेसम्म, हामीबाट हुने गरिरहेका छौँ। यस्तै हो। त्यो बजारको पैसाले चाहिँ जुन बजारमा पैसा हुन्छ नि ठेका लागेको, हजुर, ती पैसाबाट चाहिँ ढलहरूलाई गर्न सकिन्छ? पुग्दैन। हामी यो खाल्टा खुल्टी पुर्दै ठिक भइरहेछ। कहीँ पानी जमो भन्छन्, कहीँ के भन्छन्, कता अगाडि पानी जमो, यस्तै गर्दै ठिक भइरहेछ। अब एकैचोटि त आउँदैन पनि, अब महिना गरी दिन्छन्। अहिले भर्खरदेखि त अलिअलि उठ्न थालेको हो। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। 2 शब्द राख्ने ठाउँ दिनुभएको। अन्त्यमा केही भन्नु छ भने भन्नुहोस्। त्यही हो, यो बजारलाई चाहिँ जो भए पनि समितिमा कुरो भएन, हामी नरहे पनि अब यसको लागि हामी पहल गरि नै रहन्छौँ। सबैले मिलेर सहयोग गरेर सबैको सहयोग होस्।